अहिले चाहिँ हाम्रो नेपालमा यो प्रधानमन्त्री को बन्ने भन्ने कुराको खुब चासो छ क्या। जस्तै अब अहिलेको मिडियाहरूमा न्युज आए अनुसार ब्राह्मणहरूले चाहिँ फेरि बाहुनहरूले चाहिँ लगभग 75 वर्ष 76 77 वर्ष नै देश चलायो क्या। 2007 देखि यता प्रायः हाम्रो प्रधानमन्त्रीहरू चाहिँ प्रायः ब्राह्मण जातिबाटै छ, ब्राह्मण क्षेत्रीबाटै छ क्या छ होइन। अब चाहिँ यो देश सुधार्नको लागि चाहिँ कि जनजातिले देशको नेतृत्व लिनुपर्छ कि अब मधेसी लाइनबाट यो देशको नेतृत्व लिनुपर्छ भनेर क्या अहिले मिडियामा त्यस्तो आएको रहेछ क्या। जस्तै अब जनजातिबाट चाहिँ दामेदार चाहिँ एकदम दामेदार चाहिँ कुलमान घिसिङ र हर्क सामाङ रहेछ, अनि मधेसी लाइनबाट चाहिँ बालेन शाह र सिके राउत रहेछ क्या भन्ने न्युज आएको रहेछ। अब हेरौँ अब को बन्छ त यो देशमा, अब के अरे यो देशमा प्रधानमन्त्री को बन्छ त। अब जनजातिबाट तपाईँको नेपालमा पपुलेसन 34% रहेछ होइन, 34%। अनि खस आर्यबाट चाहिँ अब ब्राह्मण जातिबाट चाहिँ 33% छ, यहाँ 33%। अनि अब मधेसीबाट नि 33% रहेछ क्या यो देशमा पपुलेसन। सबैभन्दा धेरै चाहिँ जनजातिबाट रहेछ क्या। तर जनजातिको चाहिँ अब पार्टी चाहिँ प्रधानमन्त्री हुने खालको मान्छे एउटा पार्टी दोडा पार्टी भयो क्या। जस्तै कुलमान घिसिङको चाहिँ उज्यालो पार्टी, उज्यालो नेपाल पार्टी होइन। अनि हर्क सामाङको चाहिँ श्रम संस्कृति पार्टीबाट चाहिँ चुन्ने भयो क्या। अब खस आर्यबाट छ, अब जस्तै अब राजपा के अरे रवि लाछानेको पार्टी छ होइन, रवि लाछाने नि तर रवि लाछाने अहिले जेलमा आउँछ क्या। तर पनि रवि लाछाने भए पनि यो देश एकचोटि जनजातिको हातमा जानुपर्छ, एकचोटि के अरे मधेसीको हातमा जानुपर्छ भन्ने छ क्या। अब हेरौँ अब कसको हातमा जान्छ देश होइन। मेरो विचारमा अब हर्क सामाङको हातमा गए राम्रो क्या, धेरै राम्रो। किनभने उसँग अब भिजन छ क्या, उसले देश बनाउँछु भनेर लागि परेछ क्या, लागि परेछ रात दिन त्यसैमा छ क्या। उसको ऊ क्लिन छ क्या, हर्क सामाङ क्लिन छ, उसको भ्रष्टाचारी छैन, अहिलेसम्म केही मुद्दाहरू लागेको छैन, के भएको छैन। कहीँ कथा कुलमान घिसिङ जितेर प्राइम मिनिस्टरमा गयो भने पनि उसलाई रवि लाछानेको हालत बनाइन्छ क्या। यिनी एउटा बिजुली किन्दाखेरि के कति पैसामा किनेको भन्ने भ्रष्टाचारको मुद्दा परेछ अरे क्या। क्लिन छैन क्या ऊ के अरे रवि लाछाने क्लिन छैन, जस्तै अब कुलमान घिसिङ क्लिन छैन। अब बालेन त अब मेयर पद पुरा गर्ने फेरि भिड्ने मेयर भन्ने हल्ला छ होइन। अब सायद के गर्छ, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा चाहिँ लड्ने हेरे बालेन आयो भने भन्छ होइन। हेरौँ अब यो देश कसको हातमा जाने हो। भर्सक अब जनजातिको हातमा, हर्क सामाङको हातमा गए राम्रो हो। उसको भिजन एकदम राम्रो छ क्या, धेरै गर्छु भनेर बिचराले अहिले जनताहरूले नि मन पराएको छ क्या। अब पछिबाट के कसो होला होइन, एकदम राम्रो हो। किनभने अब यो ब्राह्मणले जस्तै अब जनजातिले मधेसीले यो विरोध गरेर नि छैन क्या। एउटा हातमा दिनुपर्छ क्या देश। यो जात त्यो जात, यो जात मेरो ठुलो, यस्तो उस्तो, यो फल्ना मेरो आफ्नो भएन क्या। देश लास्ट गाई गुज्रेको भइसक्यो क्या यहाँनिर। यो देशबाट बाहिर 80-90 लाख मान्छेहरू पैसा कमाउनु लागि रोजगारीको लागि गएको छ। त्यो मान्छेले यहाँ यदि नेपालमा आउनु भने यहाँ युद्ध हुन्छ क्या, माटोको खानु नपाएर भोलिपट्टि काटमार हुन्छ। यदि यो देशमा चाहिँ जस्तै इन्डियाबाट चामल आउनु छोड्यो भने, चाइनाबाट चामल आउनु छोड्यो भने यो देश एकदम डेन्जरमा जान्छ क्या। त्यही भएर केयरफुल्ली साथी हो हामीले अब चाहिँ याद गर्नुपर्ने छ, एउटा काममा दिनुपर्ने छ। किनभने हामी दाजुभाइ बाजेर के गर्नु, क्षेत्रीय बाहुन भन्यो, कामी दमाई भन्यो, राई लिम्बू भन्यो, मधेसिया भन्यो, तामाङ भोटे भन्यो, बाजेर फाइदै नै छैन क्या। अब अलआउट हुनुपर्ने छ क्या, एकदम देशलाई बनाउनु पर्ने छ क्या। त्यो भाइ एउटालाई चुनौँ हामीले। हामी पुरानो पार्टीले त दिनेवालामा छैन क्या। जनताले भोट नदिनु पनि, एमाले नदिनु, माओवादीले नदिनु, काङ्ग्रेसले तिनीहरूको हेरियो क्या, केही गरेन क्या। गर्नेले 5 वर्षमा देशका अपलोड गर्छ क्या। चाइना हेर न, चाइना हिजोस्ति हामी जस्तो थियो, अहिले कहाँ पुगिसक्यो त्यो हो क्या। अब के भन्नु तपाईँहरूलाई होइन, त्यस्तै भइरहेछ। तपाईँहरूको विचारमा तपाईँहरूको भोट कसलाई जान्छ, आफ्नो भोट आफ्नो सदुपयोग सही ठाउँमा गर्नु होला। भावी सन्ततिको लागि, हाम्रो आनेवाला बच्चाहरूको लागि पनि हेर्नुपर्छ हामीले होइन। त्यो साथी हो, त्यस्तै मेरो विचारमा त्यो आयो। मेरो तर्फबाट चाहिँ हर्क सामाङ अबको प्रधानमन्त्री हो जस्तो लाग्छ होइन। तपाईँहरूको विचारमा के लाग्छ, सजेसन पाउँ न।